एभ्रिवान, नमस्ते। म दीप्तिका केसी, आइड्रिम स्टडी अब्रोड सर्भिसेसबाट। आज पनि हामीसँग भर्खरै युकेको भिसा आएको स्टुडेन्ट हुनुहुन्छ। उहाँसँग एउटा छोटो इन्टरभ्यू है त। हेलो सर, नमस्ते। हजुरको इन्ट्रोडक्सन दिनुहोस् न। नमस्ते, मेरो नाम रामप्रसाद यादव, मेरो घर चाहिँ वीरगन्ज अनि मेरो भर्खरै युकेको भिसा आएको हो। हजुरको युनिभर्सिटी चाहिँ कुन हो र हजुरको कोर्सको बारेमा पनि अलिकति भनिदिनुहोस् न। मेरो युनिभर्सिटी चाहिँ द युनिभर्सिटी अफ ल, कोर्स एमएससी प्रोजेक्ट म्यानेजमेन्ट। हजुरले आइड्रिमको बारेमा चाहिँ कसरी थाहा पाउनु भयो त? मेरो साथी यहीँबाट युके गएको रहेछ, उसले मलाई फोन गरेर भन्यो कि आइड्रिम स्टडीमा जाऊ अनि एकचोटि गएर त्यहाँ बुझ प्रोसेसरको बारेमा। म यहाँ आएँ अनि प्रोसेसरको बारेमा सरले बुझाउनु भयो अनि मलाई राम्रो लाग्यो, त्यही भएर यहाँबाट एप्लाई गरेको। अनि एप्लाई गरेको 10 दिनमै मेरो भिजा आयो। हजुरको यो इन्टायर प्रोसेसमा आइड्रिमसँग एक्सपिरियन्स चाहिँ कस्तो भयो त? एकदम राम्रो भयो। सर र म्यामहरूको यहाँ धेरै सपोर्ट गर्नुभयो इभेन्ट डकुमेन्टहरूमा पनि। अब हाम्रो भ्युअर्सहरूलाई हजुर के भन्न चाहनुहुन्छ त? म त यही भन्न चाहन्छु, यदि जो कोही पनि युके या चाइना जान चाहनुहुन्छ भने आइड्रिम आएर अनि एकचोटि बुझ्नुहोस्। थ्याङ्क यू सो मच सर। वेलकम।